दर्शकवृन्द नमस्कार। आजको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई स्वागत छ। विशेष त हामी जापान र नेपालसँग सम्बन्धित विभिन्न विषयहरूमा छलफल गर्नेछौँ, विभिन्न विषयहरूमा यहाँहरूलाई जानकारी दिने कोसिस गर्नेछौँ। हामीसँग आज गेस्टको रूपमा उपस्थित हुनुहुन्छ विगत केही वर्ष जापानमा बसेर अहिले स्वदेश फर्कनुभएका र स्वदेशमा आएर पनि जापानिज ल्याङ्ग्वेजलाई नै प्राथमिकता दिएर प्रशिक्षकको रूपमा काम गर्दै आउनुभएका एकजना यस्तो व्यक्ति तपाईहरुसँग आज हामी छलफलमा निम्ति आएका छौँ। उहाँलाई स्वागत गर्नतिर लागौँ। हामीसँग आज गेस्टको रूपमा उपस्थित हुनुहुन्छ आर्यन बेलबासीजी। स्वागत छ आर्यनजी यहाँलाई। हजुर धन्यवाद। हजुरलाई र सम्पूर्ण दर्शक श्रोताहरूलाई मेरो नाम चाहिँ म आर्यन बेलबासी। म चाहिँ अहिले विगत जापानमा केही वर्ष बसेर अहिले चाहिँ नेपालमा पनि त्यही कार्यस्थलमा नै अगाडि बढेर अहिले चाहिँ म जापानिज ल्याङ्ग्वेज चाहिँ पढाउने विषयमा चाहिँ अगाडि बढिरहेको छु। आर्यनजी, तपाईलाई के लाग्छ अहिलेको अवस्थामा नेपालबाट विभिन्न भिजा क्याटेगोरीहरूमा विद्यार्थीहरू जापान बाहिरिने प्रक्रिया चलिरहेको छ। हजुर विशेष त स्टुडेन्ट भन्दा पनि वर्किङ भिजामा नै जान चाहने एप्लिकेन्टहरू भनौँ धेरै नै हुनुहुन्छ अहिले। हजुर हजुरको विचारमा कुन चाहिँ भिजा प्रिफर गर्न चाहनुहुन्छ र त्यसको फाइदा र बेफाइदाहरू के छन् जस्तो लाग्छ? हजुर, मूलत भन्नुपर्दा चाहिँ अहिले हाम्रो ट्रेन्डमा चलिरहेको जापानको लागि चाहिँ ट्रेन्डमा चलिरहेको कुरा चाहिँ अहिले हाम्रो वर्किङकै भिजा चलिरहेको छ। किनभने चाहिँ अन्य देशहरू पनि अहिले अप्सनमा त अब अमेरिका, अस्ट्रेलिया, युकेहरू पनि छन्। त्यसमध्ये जापान नै चुज गर्नुको कारण चाहिँ जापानमा चाहिँ अहिले हाम्रो लागि स्पेसल भनेको चाहिँ स्टुडेन्ट भिजाहरू पनि छ, अरू अन्य वर्किङहरू ब्याचलर वर्किङहरू छ, ट्रेनिङ भिजाहरूको छ, अनि एसएसडब्ल्यूहरू छ। त्यसमध्ये चाहिँ अहिले हाम्रो मार्केटमा चलिरहेको भनेको चाहिँ हाम्रो एसएसडब्ल्यू भिजाहरूको बारेमा चाहिँ धेरै स्टुडेन्टहरू चाहिँ एप्लिकेन्टहरू चाहिँ हुनुहुन्छ। त्यसको लागि चाहिँ जापानमा गएर केही वर्ष हजुरले काम गरेर फेरि अझै अहिले चाहिँ नर्मल्ली पढ्ने जाने अनि वहाँ गएर पनि जापानको बारेमा केही कल्चरहरू सिकेर अझै त्यहीमा केही टाइमहरू बस्ने, थोरै लगानीमा पनि जापान जान सकिन्छ। अनि जापान भनेको एकदम हाम्रो सेफली कन्ट्री भयो, सेफेस्ट कन्ट्री भएको भए चाहिँ म जापान जानलाई चाहिँ हजुरलाई अन्य देशभन्दा चाहिँ जापान नै एकदम बेस्ट हुन्छ भनेर चाहिँ म प्रिफर गर्न चाहेँ है त। विशेष त देश त यहाँले भनिहाल्नु भयो, हामी जापानसँग रिलेटेड नै भएर कुरा गर्दैछौँ। अच्छा, भिजाको प्रकारमा कुन चाहिँ भिजा तपाईँका लागि बेस्ट हुनसक्छ भनेर सजेस्ट गर्न चाहनुहुन्छ? अहिले भिजा हजुर इफ पढ्नको लागि चाहिँ गर्नुहुन्छ भने चाहिँ एकदम बेस्ट भनेको चाहिँ हजुरको लागि स्टुडेन्ट भिजा छ। अनि चाहिँ तपाईँहरू इफ वर्किङको लागि जान चाहनुहुन्छ, पढेर नेपालमै सकिसक्नु भएको छ र अन्य केही कामको रोजगारीको सिलसिलामा जान चाहनुहुन्छ भने चाहिँ हाम्रो सस्तो लागतमा पनि जान सकिन्छ। तो कुतै गिनौँ मतलब कि एसएसडब्ल्यू भिजा क्याटेगोरीमा जाँदा चाहिँ एकदम बेस्ट हुनसक्छ है त। आर्यनजी, अहिले बजारमा एकदमै तहल्का पिटिरहेको भनेको एसएसडब्ल्यू भिजा नै छ। हजुर हजुर। एसएसडब्ल्यू भिजामा जापान जानेहरू र गइसके पछाडिको अवस्थामा कति समयसम्म उहाँ रहन सकिन्छ, विशेष गरी अनि सँगसँगै आफ्नो डिपेन्डेन्ट आफ्नो पार्टनरलाई पनि लिएर जान मिल्छ कि नै? मिल्छ भने कहिले मिल्छ र मिल्दैन भने किन मिल्दैन? यो बारेमा पनि अलिकति जानकारी दिनु न। हजुर हजुर, यो कुरा चाहिँ अहिले हरेक एप्लिकेन्टहरूलाई चाहिँ थाहा नहुन पनि सक्छ। तपाईँहरूले चाहिँ एप्लाई गर्नुभएको छ तर त्यसको बारेमा के हो त भन्ने मेन कारण चाहिँ तपाईँहरूलाई चाहिँ थाहा छैन। एसएसडब्ल्यू भनेको चाहिँ हाम्रो स्पेसिफाई स्किल वर्कर है त। स्पेसिफाई स्किल वर्कर मतलब कि कुनै पनि कुरामा स्पेसिफाई हुनुभयो भने चाहिँ स्किल गेन गर्नुभएको छ भने चाहिँ त्यस्तो एप्लिकेन्टहरू चाहिँ हामी एसएसडब्ल्यू भिजामा जान मिल्छ। अनि तपाईँले भन्नुभयो जस्तै एसएसडब्ल्यूको भिजा टाइम पिरियड भनेको चाहिँ हाम्रो मेनली एसएसडब्ल्यू भनेको चाहिँ 5 इयर्सको हुन्छ है त। 5 इयर्समा हामीले चाहिँ नेपालबाट जानको लागि अनि डिपेन्डेन्टको कुरा गर्नुभयो, डिपेन्डेन्ट लान पाइन्छ पाइँदैन भन्ने कुरा हो। एसएसडब्ल्यूमा पनि डिपेन्डेन्ट लान चाहिँ पाइन्छ है त। तर यसको लागि पनि छुट्टै केसहरू छ। तपाईँहरू चाहिँ एउटा काम हुन्छ कि 5 वर्षसम्म चाहिँ काम गरिसकेपछि आफ्नो पार्टनरहरूलाई लग्नको लागि चाहिँ तपाईँले अहिले हामी नेपालबाट जाने केस भनेको चाहिँ एसएसडब्ल्यू 1 एसएसडब्ल्यू इची त कुतै गिनौ इची भन्छ है त। अहिले हामी चाहिँ लेभल 1 मा जाने हो भने चाहिँ हामी जापान गएर केही वर्ष हामी 2-3 वर्ष 3-4 वर्ष एसएसडब्ल्यू 1 को टाइम पिरियड भनेको चाहिँ हाम्रो 5 इयर्स हुन्छ। अनि त्यसपछि हामीले 2 मा चेन्ज गर्नुपर्ने हुन्छ। 2 मा चेन्ज गरियो भने चाहिँ हामीले डिपेन्डेन्ट पनि लान सक्ने स्थिति हुन्छ। तर 2 मा चेन्ज गर्नको लागि चाहिँ हामीले यहाँबाट जाँदा अहिले N4 लेभलको N1 लेभलको चाहिँ हामीले निहंगो दिनुपर्ने हुन्छ भने चाहिँ एसएसडब्ल्यू हामीले 2 मा चेन्ज गर्नको लागि चाहिँ N3 लेभलको चाहिँ ल्याङ्ग्वेज दिनुपर्ने हुन्छ। अनि स्किलको भिजामा पनि है त, स्किलको कुरामा पनि तपाईँ त्योभन्दा अहिले त नर्मल लेभलमा सिक्दै हुनुहुन्छ, ट्रेनिङ टाइपकै तरिकामा हुनुहुन्छ। तर वहाँ गइसकेपछि पनि केही कुराहरू चाहिँ तपाईँले एक्सपिरियन्स गर्नु
गर्नुहुन्छ, केही कुराहरू जान्नुहुन्छ, अनि स्किलको पनि हाम्रो 2 लेभलको चाहिँ पास गरिसकेपछि चाहिँ हजुरले आफ्नो डिपेन्डेन्टलाई चाहिँ लान मिल्छ है त। आर्यनजी, हजुर जस्तो एसएसडब्ल्यू भिजामा यहाँ धेरैले हामीलाई मेसेज गरिराख्नु भएको हुन्छ कि हजुर सर मेरो त 8 कक्षा पनि पास छैन, म एसएसडब्ल्यूमा N4 भाषा पढेर जान मिल्छ कि नै हजुर हजुर भनेर प्रश्न गर्नुभएको छ। यस्ता प्रश्नहरू विशेष त धेरै नै आउँछ हामीलाई। हजुर हो। यो बारेमा पनि जानकारी दिनुहोस् न। अहिले चाहिँ हाम्रो मार्केटमा ट्रेन्ड चलेको यो एसएसडब्ल्यू भिजामा चाहिँ धेरैजना स्टुडेन्टहरूलाई चाहिँ थाहा हुँदैन कि कसरी गर्ने के गर्ने भन्ने प्रोसेस चाहिँ धेरैजना स्टुडेन्टलाई चाहिँ थाहा नहुन पनि सक्छ है त। तपाईँहरू एसएसडब्ल्यू भिजामा जानको लागि चाहिँ तपाईँहरूलाई पास्टको एजुकेसनल ब्याकग्राउन्डले चाहिँ केही पनि फरक पार्दैन है त। किनभने एसएसडब्ल्यू भनेको एउटा स्किल गेन गरेर चाहिँ कुनै पनि स्किलमा तपाईँ दक्ष भएर चाहिँ जाने एउटा भिजा हो, त्यो क्याटेगोरीमा पर्छ। आर्यनजी, एसएसडब्ल्यू र स्टुडेन्ट भिजाको बारेमा त हामीले कुरा गरिसक्यौँ। हजुर सँगसँगै अहिले ट्रेन्डिङमा आएको भनेको ब्याचलर वर्किङ भिजा भन्ने एउटा प्रकारको भिजा छ। सँगसँगै अर्को ट्रेनिङ भिजा TITP भिजा भन्ने पनि हामीसँग उपलब्ध छ। हजुर हजुर स्टुडेन्ट्सहरू यो भिजामा जाँदाखेरि चाहिँ कस्तो होला? मेनली हाम्रो ब्याचलर पास भिजा भनेको चाहिँ अब ब्याचलर अलरेडी पास गरेको स्टुडेन्टहरू चाहिँ काम गर्नका लागि जाने भिजा है त। नेपालमा चाहिँ ब्याचलर पास गरिसकेर अनि जापानमा गएर केही रोजगारीको सिलसिलामा जापान जानुहुन्छ भने चाहिँ त्यो चाहिँ हाम्रो ब्याचलर पास भिजा हुन्छ। अनि अर्को भन्नुभयो हजुरले TITP भिजा भन्नुभयो है त। TITP भिजा भनेको चाहिँ हाम्रो यस्तो भिजा हो कि हामीले ट्रेनिङ भिजा, TITP भन्न खोजेको ट्रेनिङ भिजा है त। हामीले जापानमा गएर केही समय चाहिँ काम गरेर केही कुराको ट्रेनिङ लिएर त्यसबाट चाहिँ हामीले केही स्किलहरू गेन गरेर अनि जापानमा केही लामो समयसम्म निरन्तर दिएर बस्नको लागि चाहिँ हामीले TITP भिजा पनि एकदम बेस्ट छ है त।